बाघलाई स्याल हो भन्नेहरू र अस्ति अनि भैँसीले बाघ मारिदिन्छ भन्नेहरू कहाँ गए कि आजकल त कोही पनि देख्दिन त। खोइ त आजकल त कोही पनि बोल्दैन नि त, एक शब्द पनि बोल्दिन त। यत्रो भिडियो बनाएर हाल्दा अस्ति यानप्यालमा त खुब उफ्रिया थियो त। त्यो बाघ केही काम छैन, मङ्गोलियालाई मात्र हान्छ भन्थे त। आज त वर्ल्ड कपमा इङ्ल्यान्डलाई पनि हानिदियो त बाघले त। बाघ त बाघै हो नि। खराब समय चलिरहेछ भन्दैमा कसै प्लेयरलाई हेप्नु हुँदैन भन्ने कुरा त थाहा भयो होला नि। दिवेन्द्र सिंह ऐरी नेपालको एउटा भरपर्दो खेलाडी हो। ब्याट्सम्यान, बलिङ, अलराउन्डर खत्रै हो। त्यही भएर त खत्री ओल्डमै 2 नम्बरमा आउनु भएको थियो एकचोटि। उत्तिकै आउँछन् के भन्ने के। अस्ति जाबो बुढाबुढीहरू यानप्यालको गेम हेरेर बाघलाई स्याल बनाउनेहरूलाई के थाहा बाघले पन्जाले दाड कस्तो हुन्छ भन्ने कुरा। मानौ हिजो गेम हार्यो, त्यही पनि बवालै खेलेको थियो नि इङ्ल्यान्डसँग, होइन? ठुलो टिमसँग खेल्यो नि। मङ्गोलियाले मात्र त नहान्दो रहेछ, थाहा भयो होला नि। अब त बाघ भने बाघै हो कि केटा हो, बाघ भने बाघै हो।